यो जनसङ्ख्या भन्ने पाठको के अरे एकाइको पाँचौँ पाठबाट हो। यो चाहिँ पाठको नाम विश्वको जनसङ्ख्याको आकार र वृद्धि भन्ने हो। साइज एन्ड ग्रोथ अफ वर्ल्ड्स पपुलेसन। अहिले भन्नुपर्दाखेरि विश्वको जनसङ्ख्या करिब 8 अर्ब पुगेको अनुमान गरिएको छ भने 2025 रहेको छ। अहिले 30 सम्ममा 8.5 अर्ब पुग्ने अनुमान गरिएको छ। त्यसै गरी विश्वको जनसङ्ख्या वृद्धि दर बढी भएका देशहरू भनेका भारत, चीन, अमेरिका हुन् भने कम भएको देश भ्याटिकन सिटी, टुभालु र नाउर हुन्। त्यस्तै जनसङ्ख्या वृद्धि दर घट्नुको कारण के हो? पहिली जनसङ्ख्या निरन्तर वृद्धि हुँदै आएको, तर अहिले हाल आएर घटेको छ। किन यो हुनुको कारण के हो भनेर यो चाहिँ एउटा विशेष क्वेसन हुनसक्छ एसईको लागि। त्यसले गर्दाखेरि यो भनेको अहिलेको हाम्रो अर्बनाइजेसन, सहरीकरणको कारणले गर्दा, व्यस्त जीवनशैलीको कारणले गर्दा सचेतना मानिस सचेत भयो, धेरै सन्तान पहिले पाएर चाहिँ घरको कामकाज सजिलो हुन्छ वा डाँडाकाँडा ढाक्छन् हैन भन्ने खालको मान्यता थियो। अन्धविश्वास, रूढिपाती खालको परम्परा त्यतिखेरको लागि सही होला। तर अहिले के भयो, मानिसहरू एउटा मात्रै सन्तान भन्ने नीति लिएछ या सन्तानै हुनुहुँदैन भन्ने खालको चाहिँ नीतिमा हिँडिरहेको छ। एक मार्क्समा आउन सक्छ। त्यो हुँदाखेरि प्रश्न नम्बर 1 मा विश्वको जनसङ्ख्या वृद्धि दर घट्नुको एक कारण लेख्नुहोस् भनेको छ। मैले यो 3टा लेखेको छ। कुनै लेख्नु होला? व्यस्त जीवनशैली लेख्दा झन् राम्रो हुन्छ, सहरीकरण पनि हुन्छ, सचेतना पनि हुन्छ। विश्वको सबभन्दा बढी जनसङ्ख्या भएको देश कुन हो भनेको छ प्रश्नमा 1 मार्क्समा आउँदा। त्यसमा हामीले लेख्दाखेरि विश्वको सबभन्दा बढी जनसङ्ख्या भएको देश भारत हो भनेर लेख्दा हुन्छ, करिब 1.5 अर्ब। त्यसै गरी चीनको पनि लगभग 1.5 अर्ब, अलिकति कम छ। त्यस्तै अमेरिकामा 35 अर्ब छ। त्यस्तै कम जनसङ्ख्या भएका देश सबभन्दा बढी भन्नु नि, त्यसरी सबभन्दा कम जनसङ्ख्या भएको देश कुन हो भन्नु भने भ्याटिकन सिटी। त्यहाँनिर 800 देखि 1000 जना छन्। टुभालुमा पनि त्यस्तै 1100 देखि 1200 छन्। नाउरमा पनि 1200 देखि 1300 भनेको अलिकति बढी भनेको टाबुला र नाउरमा हुँदा धेरै भयो। अहिले 15 त्यही हो 11000 देखि 15000 सम्ममा छन्। सरी 1100 भन्ने हो कि यहाँ लेखेको 100 रहेछ। 1000 हुन्छ है त भ्याटिकन सिटीमा। विश्वको कुल जनसङ्ख्या हाल कति रहेको अनुमान गरिएको छ भने चाहिँ करिब 8 अर्ब छ। अहिले 2030 सम्ममा 8.5 अर्बको अनुमान छ। प्रश्न नम्बर 3 को थियो यो। 4 मा विश्वको जनसङ्ख्या बढी भए तापनि वृद्धि दर भने कम भएको देश कुन हो भन्छ। मैले किन पनि जोड दिएको एन्सर दिनलाई। कहिलेकाहीँ बढी भएको देश फलानु हो, तर किन भयो भनेर एउटा देशको नाम तोकिदिन सक्ला, चाइना वा रसिया। मान्छे विश्वको बढी जनसङ्ख्या भएको देश भनेको चाइना हो। त्यस पछाडि रसिया पनि के छ भन्दा वृद्धि दर घटेको हुनाले दुईटालाई जोडे। चाइना भनेको विश्वको दोस्रो जनसङ्ख्या बढी भएको देशमा परे तापनि यसको वृद्धि दर भनेको चाहिँ कम छ। किन कम छ भन्दाखेरि यहाँ चाहिँ मानिसहरू चाहिँ मानव विकास सूचकाङ्कमा उच्च रहेका एउटा कारण भयो भने अर्को चाहिँ के भयो भन्दाखेरि उनीहरू चाहिँ अहिले उत्पादनदेखि लिएर आफ्नो 30 वर्षको अन्तरालमा चाहिँ आफ्नो अर्थतन्त्रलाई बढाउन सफल भएका छन्। जस्तै यो मानव विकास सूचकाङ्क कहिले चाहिँ बढी हुन्छ भन्दाखेरि गुणस्तरीय जीवन यापन गर्न सक्दा एउटा भयो भने कसरी हुन्छ यो गुणस्तरीय जीवन भन्दा साक्षरता दर बढेर, स्वास्थ्य दर बढेर, मान्छेको बाँच्ने दर आयु बढेर र प्रति व्यक्ति आय भनेको इन्कम, हेल्थ अनि एजुकेसन, यो 3टा सेक्टरले गर्दाखेरि चाहिँ बढ्छ। र फ्यामिली साइजले पनि कहिलेकाहीँ गर्छ। उनीहरू फ्यामिली साइजमा पनि पहिले नीति ल्याएको थियो 1 बेबी अर अ कार भनेर, अ बेबी अर अ कार हैन। अहिले 1 बेल्ट 1 रोड भन्ने पनि यिनीहरूले चाहिँ अहिले अमेरिकाको MCC मिलेनियम च्यालेन्ज कर्पोरेसन जस्तै चाहिँ उनीहरूले पनि नीति ल्याएको छ एउटा। त्यो चाहिँ विकाससँग सम्बन्ध छ हैन, डेभलपमेन्टसँग छ। यो चाहिँ अर्कै पाटोमा भयो। त्यस्तै यो चाइनाको भयो भने रसियाको चाहिँ के छ भन्दाखेरि एउटा विश्व भू राजनीति। किनभने अहिले युक्रेन र रसियामा युद्ध भएको कारणले गर्दा अनि कोरोना भाइरसको कारणले गर्दा युद्ध र रोगले गर्दा सङ्कट निम्तिएर पनि घट्नु हो एउटा। अनि एउटा ब्रेन ड्रेन भनेको त्यहाँका शिक्षित वर्गहरू चाहिँ त्यहाँ
अलिकति कठोर नीति भएको कारणले गर्दा, युद्ध भएको कारणले गर्दा, अनि विश्वको भूराजनीतिको कारणले गर्दा हैन, त्यो हुँदाखेरि भूराजनीतिको कारणले गर्दा पनि रसियामा पहिले के थियो, सोभियत रसिया थियो, टुक्रियो हैन, सानो भयो। अब अहिले सानो हुँदै जाने क्रममा आधी भाग त आइस छ, त्यसरी पनि गरिरहेको छ हैन। धेरै भाग चाहिँ आइस छ। अहिले पनि मानिसहरूले त्यहाँ खेतीपाती गरेको बसोबास गर्न सकेका छन्। चिसो छ, सबैभन्दा रसियाको चिसो ठाउँ पनि विश्वमा चिसो ठाउँ भनेको रसियामा रहेको छ, विश्वको चिसो स्थान। त्यस्तै ब्रेन ड्रेन किन भयो भन्दाखेरि त्यहाँ डक्टर, पाइलट, इन्जिनियर भए, त्यो मानिसहरू अरू देशबाट गएर पनि बसेका मानिसहरू फेरि फर्किने आफ्नो देशमा या अमेरिकामा या अरू देशले पनि उनीहरूलाई चाहिँ बोलाएर या आफ्नो देशमा सो गएर गर्ने भनेर पनि मानिसहरूले त्यसरी गरेर फर्केछन्। अब यसको लागि चाहिँ किन भयो यो वृद्धि दर भनेर ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ किनभने गुणस्तरीय जीवनयापनको शैलीका कारणले गर्दा वृद्धि दर घटेको अनुमान गर्न सकिन्छ भनेको छ मैले चाहिँ उत्तर। यसमा चाहिँ एउटा मात्रै उत्तर भन्दा